त्यो अस्ति अघि एउटा भिडियो बनाउँदै आमा त्यसलाई बिउझाएको भूकम्प र कोभिडमा जोखिम मोलेको आज तिम्रो अवस्थाले मन बोलेको त्यसैले आमा फर्की आए खरानीबाट उठेर आए म त फर्केर आए खरानीबाट उठेर आए आमा आमा एक बार
देशको कुरा आउँछ म हार्न सक्दिनँ। जब देशको कुरा आउँछ म हार्न सक्दिनँ। देशको लागि यो ज्यान दिन्छु, तर निर्दोष मार्न सक्दिनँ। म हुँ देशको नेपाल प्रहरी, हारिदिन सक्छु म आमाका लागि। हारेर पनि सक्छु म खरानीबाट उठ्न, तर नागरिकको साथ म छाड्न सक्दिनँ। आमा म त फर्केर आएँ, खरानीबाट उठेर आएँ। प्रहरी र नागरिक भाइ भाइ सबै आफन्त कोही छैन पराई। नेपाल आमाका एउटै सन्तान, अब त छाडौँ तानातान। हातमा हात कदममा कदम मिलाई सबै मिली अघि बढाउँ मुलुकलाई। ल्याऊ ऐतिहासिक शान्ति र समृद्धि, अब त त्यागौँ झगडा र जिद्दी। झगडाको साटो अपनाऊ संवादको सबैले जित्ने बाटो। समुदाय र प्रहरी एक भई विश्वास र सहकार्यले पाइला अघि बढाउँदै बनाऊ नेपाल, चिनाऊ नेपाल। सधैँ पनि वीर गोर्खाली, एकताबद्ध नेपाली, एकताबद्ध। सक्यो।